हेलो गाइज, स्वागत छ तपाईहरुलाई तपाईहरुको आफ्नै च्यानल जस्ट सेन्सेमा। म हुँ तपाईहरुको साथी, तपाईहरुको दोमोदाची। आज हामी लेसन 31 देखि 35 सम्म 69 वटा मासहरुको रिभाइज गर्न गइरहेका छौं। सुरु गरौँ है त। तीमध्ये लेसन 31 मा 11 वटा मासहरु पढेका थियौं हामीले। तीमध्ये सुरुमा रहेको छ हाजिमारी मास भनेको सुरु हुन्छ अथवा सुरु गर्नुलाई के भन्छ, हाजिमारी मास भन्छ है। अब यसलाई चाहिँ कसरी सम्झिनु भने हाजिमासिते भनेर हामीले पढेका थियौं हैन। हो त्यो भनेको हामीले के हो, सुरुमा भेट्दाखेरि अभिवादन गर्ने शब्द हैन। हो त्यहीबाट आको हाजिमारी मास भनेको सुरु हुन्छ अथवा सुरु गर्नु। जस्तै सिक्किगा हाजिमारी मास भनेको समारोह सुरु हुन्छ। समारोह सुरु हुन्छलाई के भन्छ, सिक्किगा हाजिमारी मास भनेर भन्छ। त्यसैगरी 2 नम्बरमा एक छ चुदुके मास भनेको जारी राख्छु अथवा निरन्तर गर्छुलाई के भन्छ, चुदुके मास भन्छ हैन। अब यसलाई चाहिँ कसरी सम्झिनु भने हाम्रो तराईमा एउटा भाषा छ के हैन, चोद के भन्छ के हैन। हो त्यो चोद्ने काम चाहिँ के गर्नुपर्छ, कन्टिन्यू गर्नुपर्छ, जारी राख्नुपर्छ अथवा निरन्तर गर्नुपर्छ। त्यही भएर चुदुके मास भनेको जारी राख्नु अथवा निरन्तर गर्नु। 3 नम्बरमा एक छ मिचुके मास भनेको फेला पार्नु अथवा भेटाउनुलाई के भन्छ, मिचुके मास भन्छ हैन। मी भनेको म, चुके भनेको चुक्नु भनेको म चाहिँ भेटाउन अथवा फेला पार्न के भयो, चुके हैन। मी चुके भनेको म चुके के हैन। त्यही भएर मिचुके मास भनेको फेला पार्नु अथवा भेटाउनु। त्यसैगरी 4 नम्बरमा एक छ उके मास भनेको दिन्छ हैन। अब दुईजना मिल्ने साथी बीच हैन, उनीहरुको सांगीतिक भाषा बुझ्छन् के एक अर्काले हैन। अनि उके भन्ने बित्तिकै के गर्छन्, दिन्छन् हैन। त्यही भएर उके मास भनेको दिन्छ। जस्तै सिकिन वा उके मास भनेको परीक्षा दिनु। परीक्षा दिनुलाई के भन्छ, सिकिन वा उके मास भनेर भन्छ। त्यसैगरी 5 नम्बरमा एक छ न्यू गाकुसी मास भनेको भर्ना हुनुलाई के भन्छ, न्यू गाकुसी मास भन्छ हैन। अब न्यू भनेको नयाँ, गाकुसी भनेको विद्यार्थी। अब नयाँ विद्यार्थी भएपछि के गर्नुपर्छ, भर्ना गर्नुपर्छ। त्यही भएर न्यू गाकुसी मास भनेको भर्ना हुनु स्कुल वा कलेजमा। त्यसैगरी 6 नम्बरमा एक छ सोचु गेउसी मास भनेको स्नातक हुनु। स्नातक हुनुलाई के भन्छ, सोचु गेउसी मास भनेर भन्छ। त्यसैगरी 7 नम्बरमा एक छ सिउ सेकिसी मास भनेको उपस्थित हुनु अथवा सहभागी हुनुलाई के भन्छ, सिउ सेकिसी मास भन्छ हैन। अब यसलाई चाहिँ कसरी सम्झिनु भने सिउको ठाउँमा के सम्झिनु, जिउ भनेर सम्झिनु। जिउ सेक्नको लागि के गर्नुपर्छ, उपस्थित हुनुपर्छ अथवा सहभागी हुनुपर्छ। त्यही भएर सिउ सेकिसी मास भनेको उपस्थित हुनु अथवा सहभागी हुनु। त्यसैगरी 8 नम्बरमा एक छ क्यु केही सिमास भनेको आराम गर्नु अथवा विश्राम गर्नुलाई के भन्छ, क्यु केही सिमास भनेर भन्छ हैन। अब क्यु भनेको के हो, किन, केही भनेको केही, किन केही भन्नु छ भनेर भन्दा अर्कोले के भन्छ, विश्राम लिनु छ अथवा आराम गर्नु छ भनेर भन्छ। त्यही भएर क्यु केही सिमास भनेको विश्राम लिनु अथवा आराम गर्नु। त्यसैगरी 9 नम्बरमा एक छ नोकोरी मास भनेको छुटिन्छ अथवा बाँकी रहन्छलाई के भन्छ, नोकोरी मास भन्छ हैन। अब नोकोरी भनेको के हो, जागिर हो नि त हैन। हो जागिर चाहिँ के छ, छुटिन्छ, ढिलो गयो भने छुटिन्छ अथवा अलिकति बाँकी पनि रहन्छ। त्यही भएर नोकोरी मास भनेको छुटिन्छ अथवा बाँकी रहन्छ। त्यसैगरी 10 नम्बरमा एक छ तोजी मास भनेको बन्द गर्नु अथवा बन्द हुनुलाई के भन्छ, तोजी मास भन्छ हैन। अब यसलाई चाहिँ कसरी सम्झिनु भने रोजी के हो, रोजी रोजिकन सामान किन्न गएको पसल त बन्द भइसकेछ। त्यही भएर तोजी मास भनेको बन्द गर्नु अथवा बन्द हुनु। 11 नम्बरमा एक छ आचुमारी मास भनेको भेला हुनु अथवा जम्मा गर्नुलाई के भन्छ, आचुमारी मास भन्छ हैन। अब यसलाई कसरी सम्झिनु भने आ चुमा भनेको चुम्मा हैन, रिमा भनेको रिमालाई आ चुम्मा रिमालाई खाना पाउँछ मात्रै के भने थिए, मान्छेहरुको भेला भए, मान्छेहरु जम्मा भए। त्यही भएर आचुमारी मास भनेको भेला हुनु अथवा जम्मा हुनु। त्यसैगरी हामीले लेसन 32 मा हामीले 20 वटा मासहरु पढेका थियौं। तीमध्ये सुरुमा रहेको छ उन्दौसी मास भनेको व्यायाम गर्नु अथवा कसरत गर्नुलाई के भन्छ, उन्दौसी मास भनेर भन्छ हैन। अब हामीले एक्सरसाइज गर्ने बेला अथवा जिम गर्ने बेलामा हैन वेटहरु त्यो रडमा उन्नु पर्छ नि त हैन। हो त्यही भएर उन्दौसी मास भनेको व्यायाम गर्नु अथवा कसरत गर्नु। त्यसैगरी 2 नम्बरमा रहेको छ सेइकौसी मास भनेको सफल हुनुलाई के भन्छ, सेइकौसी मास भनेर भन्छ हैन। अब सेइ भनेको के हो, भन्नु, कौसी भनेको कौसी हैन। कौसी भनेको छत हैन त। हो सफल मान्छेहरु चाहिँ छतमा गएर भन्छन् रे के। त्यही भएर सेइकौसी मास भनेको सफल हुनु। त्यसैगरी 3 नम्बरमा रहेको छ सिपाही मास भनेको असफल हुनु हैन। अब के हो, सिपाही भनेको सिपाही हैन। सिपाहीहरु चाहिँ असफल हुन्छ नि त हैन। उनीहरु सफल भएको भए त लप्टन क्याप्टेन भइहाल्थेन हैन। त्यही भएर सिपाही मास भनेको असफल हुनु। जस्तै सिकेन्नी सिपाही मास भनेको परीक्षामा असफल हुनु। त्यसैगरी 4 नम्बरमा छ गौ काकुसी मास भनेको पारित हुनु अथवा पास हुनुलाई के भन्छ, गौ काकुसी मास भनेर भन्छ हैन। अब गौ भनेको के हो, गौ भनेको जानु हैन त। गौ भनेको जानु। अब परीक्षामा पास भएपछि अथवा पारित भइसकेपछि किन बस्नु पर्दैन हैन, जानु पर्यो नि त। त्यही भएर गौ काकुसी मास भनेको पारित हुनु अथवा पास हुनु। जस्तै सिकेन्नी गौ काकुसी मास भनेको परीक्षामा उत्तीर्ण हुनु अथवा परीक्षामा पास हुनु। त्यसैगरी 5 नम्बरमा एक छ मोदोरी मास भनेको फर्किन्छु हैन। मलाई त तिमी कस्तो राम्रो लाग्यो, म त दोरी दोरीकन फर्किन्छु। त्यही भएर मोदोरी मास भनेको फर्किन्छु। त्यसैगरी 6 नम्बरमा एक छ यामी मास भनेको रोकिन्छुलाई के भन्छ, यामी मास भन्छ हैन।
अब यामीको ठाउँमा के सम्झिने दामी सम्झिने दामी केटी देखियो भने के गर्छु म रोकिन्छु त्यही भएर यामिमास भनेको हो रोकिन्छु जस्तै आमेगा यामिमास भनेको हो परिरहेको पानी रोकिन्छ आमे भनेको पानी भइहाल्यो गा भनेको पार्टिकल भइहाल्यो यामिमास भनेको रोकिन्छ त्यही भएर आमेगा यामिमास भनेको परिरहेको पानी रोकिन्छ त्यसैगरी 7 नम्बर रहेको छ हारेमास भनेको घाम लाग्नु अथवा मौसम सफा हुनलाई के भन्छ हारेमास भन्छ हैन अब पानी परेको भए चाहिँ हामीले जित्यौं हैन त्यो दिन के भयो घाम लाग्यो अथवा मौसम सफा भयो खेल भयो हैन खेलमा हामी के गर्यौं हार्यौं त्यही भएर हारेमास भनेको घाम लाग्नु अथवा मौसम सफा हुनु त्यसैगरी 8 नम्बर रहेको छ कुमोरीमास भनेको बादल लाग्नु हैन हामीले बादल लाग्यो भने के हुन्छ आकाश कालो हुन्छ पानी पर्छ हैन हामीलाई त अब आकाश कालो भएपछि त केही पनि देखिदैन नि हैन अनि हामीले के भन्छ को मर्यो भनेर भन्छन् हैन त्यही भएर कुमोरीमास भनेको बादल लाग्नु त्यसैगरी 9 नम्बर रहेको छ फुकीमास भनेको चल्नु हैन फु गर्दा के हुन्छ चल्यो नि त हावा चल्यो नि त त्यही भएर फुकीमास भनेको चल्नु जस्तै खाजेगा फुकीमास भनेको हावा चल्नु त्यसैगरी 10 नम्बर रहेको छ नावरीमास भनेको निको हुनु अथवा ठीक हुनुलाई के भन्छ नावरीमास भन्छ हैन अब यसलाई कसरी सम्झिने नि एउटा साथीले चाहिँ खतरा ज्वरो आएको थियो हैन उसले औषधि पनि खाएन सिरक पनि के हो ना ओडी के हो सिरक पनि ना ओडी औषधि पनि नखाई रोग निको पार्यो त्यही भएर नावरीमास भनेको निको हुनु अथवा ठीक हुनु जस्तै बेउकीगा नावरीमास भनेको रोग निको हुनुलाई के भन्छ बेउकीगा नावरीमास भन्छ त्यसैगरी बिग्रेको सामान निको हुनुलाई के भन्छ कोस्यौगा नावरीमास भनेर भन्छ त्यसैगरी 11 नम्बर रहेको छ चुदुकीमास भनेको कन्टिन्यू अथवा लगातार हैन अब फरास खेल्न बसेको हैन यसो तास बाँड्छन् केटाहरूले हैन यसो तास तान्यो चुम्यो हैन आफूलाई जहिले पनि दुखी आउने के आउने तास चुम्यो दुखी आउँछ कन्टिन्यू आउँछ के फेरि त्यो पनि लगातार आउँछ त्यही भएर चुदुकीमास भनेको कन्टिन्यू अथवा लगातार जस्तै नेचुगा चुदुकीमास भनेको कन्टिन्यू ज्वरो आउनु त्यसैगरी 12 नम्बर रहेको छ हिकीमास भनेको लाग्नु हैन अब हिक आएपछि हैन पक्कै नै त्यो मान्छेलाई तिर्खा लाग्यो भन्ने सम्झिन्छ नि हामीले हैन त्यही भएर हिकीमास भनेको लाग्नु जस्तै खाजे ओ हिकीमास भनेको रुगा लाग्नु त्यसैगरी 13 नम्बरमा छ हियासीमास भनेको चिसो पार्नु अथवा चिसो बनाउनलाई के भन्छ हियासीमास भन्छ हैन पुस माघको जाडोमा हैन कसैले एक जग पानी खनाएर चिसो पार्दियो अथवा चिसो बनाइदियो भने हामी के भन्छ हिया भन्छ नि हैन त्यही भएर हियासीमास भनेको चिसो पार्नु अथवा चिसो बनाउनु त्यसैगरी 14 नम्बरमा छ याकेद ओसीमास भनेको पोलिनु अथवा जलेर चोटपटक लाग्नुलाई के भन्छ याकेद ओसीमास भनेर भन्छ हैन त्यसैगरी 15 नम्बरमा छ केगा ओसीमास भनेको घाउ लाग्नुलाई के भन्छ केगा ओसीमास भनेर भन्छ केगा भनेको घाउ भइहाल्यो ओ भनेको पार्टिकल सीमास भनेको लाग्नु त्यसैगरी सेकी भनेको खोकी गा भनेको पार्टिकल सीमास भनेको लाग्नु खोकी लाग्नुलाई के भन्छ सेकीगा सीमास भनेर भन्छ त्यसैगरी 17 नम्बरमा रहेको छ मुरिओसीमास भनेको क्षमता भन्दा बढी काम गर्नु अथवा सकी नसकी काम गर्नुलाई के भन्छ मुरिओसीमास भनेर भन्छ हैन अब एक पाथी धान फलाउने ठाउँमा हैन हामीले सके नसकी काम गरेर के गर्यौं एक मुरी धान फलायौं त्यही भएर मुरिओसीमास भनेको क्षमता भन्दा बेसी काम गर्नु अथवा सकी नसकी काम गर्नु 18 नम्बरमा रहेको छ युक्कुरिसीमास भनेको विस्तार गर्नुलाई के भन्छ युक्कुरिसीमास भनेर भन्छ हैन अब यसलाई कसरी सम्झिनु नि यो कुरी भनेको कुरी भनेको हो त्यही हो नि त हैन हो यहाँ हो कुरी गर्ने चीज दुखिसक्यो विस्तार गर्नुस् न भनेर भन्ने के त्यही भएर यो कुरिसीमास भनेको विस्तार गर्नु त्यसैगरी 19 नम्बरमा छ कुमारीमास भनेको संकटमा पर्नु अथवा समस्या पर्नु अथवा पीड चिन्ता हुनुलाई के भन्छ कुमारी मास भन्छ हैन अब कुमारी भनेको भर्जिन हैन भर्जिन मान्छेलाई के हुन्छ संकट पर्छ अथवा समस्या पर्छ किनकि उसलाई भर्जिन जोगाउन गाह्रो हुन्छ त्यही भएर कुमारी मास भनेको समस्या पर्नु संकट पर्नु अथवा पीड चिन्ता पर्नु त्यसैगरी 20 नम्बरमा छ आत्तारिमास भनेको जित्नु अथवा पर्नुलाई के भन्छ आत्तारिमास भन्छ हैन अब यसलाई कसरी सम्झिनु नि आ भनेको आज ता भनेको तानेर रिमालाई के गर्नुपर्छ जित्नु पर्छ त्यही भएर आत्तारिमास भनेको जित्नु अथवा पर्नु जस्तै ताराकुजीगा आत्तारिमास भनेको लटरी जित्नु अथवा लटरी पर्नु ताराकुजी भनेको चाहिँ के हो लटरी भनेको पार्टिकल आत्तारिमास भनेको जित्नु त्यसैगरी हामीले लेसन 33 अन्तर्गत हामीले 13 वटा मासहरु पढेका थियौं तीमध्ये सुरुमा रहेको छ निगे मास भनेको भाग्नु त्यसैगरी हाम्रो 2 नम्बरमा रहेको छ सावा गिमास भनेको हल्ला गर्नु हैन बाउनको छोराले सावा गिलास मात्रै दारु खायो भने के गर्छ हल्ला गर्छ त्यही भएर सावा गिमास भनेको हल्ला गर्नु त्यसैगरी 3 नम्बरमा छ आकिरामे मास भनेको हार मान्नु अथवा हार खानुलाई के भन्छ आकिरामे मास भन्छ हैन अब यसलाई कसरी सम्झिनु नि भगवान राम र रावणको झगडा पर्यो हैन त्यसमा के भयो राम हार्नु भयो हैन अनि भगवान शिवले के भन्छ आची रामे हारेको रावणसँग भनेर भन्नुहुन्छ के त्यही भएर आकिरामे मास भनेको हार मान्नु अथवा हार खानु त्यसैगरी 4 नम्बरमा छ नागे मास भनेको फ्याक्नु हैन अब छ नि रावणले लक्ष्मण रेखा हैन रावणले लक्ष्मण रेखा नाग्न मात्रै के लाथे
लक्ष्मणले टिपेर फ्याँकिदिनु भयो। त्यही भएर नागे मास भनेको के हो? फ्याँक्नु। त्यसै गरी 5 नम्बरमा रहेको छ मामोरी मास भनेको के हो? पालना गर्नुलाई के भन्छ? मामोरी मास भन्छ हैन। अब सबै रुल्स एन्ड रेगुलेसनहरू मेमोरीमा राख है, पालना गर्नुपर्छ भनेर सम्झिने क्या। त्यही भएर मामोरी मास भनेको के हो? पालना गर्नु। त्यसै गरी 6 नम्बरमा रहेछ आगे मास भनेको के हो? बढ्नुलाई के भन्छ? आगे मास भन्छ हैन। अब आगे भनेको के हो? अगाडि, अगाडि भन्ने बित्तिकै बढ्नुपर्छ हैन। अथवा आ भनेको अग्लो, अग्लो भनेको के हो? ठुलो हैन। हो त्यो भनेको के हो? बढेको। त्यही भएर आगे मास भनेको बढ्नु, सागे मास भनेको घट्नु अथवा घटाउनु हैन। सा भनेको के हो? सानो। त्यही भएर सागे मास भनेको के हो? घट्नु अथवा घटाउनु। त्यसै गरी 8 नम्बरमा छ चुताए मास भनेको के हो? सुनाउनु, बताउनु अथवा भनिदिनुलाई के भन्छ? चुताए मास भन्छ हैन। अब के हो त? चुतिया मान्छेहरूको काम के हुन्छ? एउटा कुरा अरूलाई लाइदिने, भनिदिने, बताउने त हुन्छ नि हैन। त्यही भएर चुताए मास भनेको के हो? सुनाउनु, बताउनु अथवा भनिदिनु। त्यसै गरी 9 नम्बरमा छ च्यु इसी मास भनेको के हो? सावधान हुनु अथवा होसियार हुनुलाई के भन्छ? च्यु इसी मास भनेर भन्छ हैन। अब कुम्भकर्ण छैन, कुम्भकर्णलाई चाहिँ के हो? गेट पालेको काम दिएको हैन। अनि रावणले के भन्छ? अब आँखा च्यु इ गर्ला, सी भने के हो? हेर्नु हैन, राम्रोसँग हेर्ने, होसियार हुने, सावधान हुने भनेर भन्छ क्या। त्यही भएर च्यु इसी मास भनेको के हो? सावधान हुनु अथवा होसियार हुनु। जस्तै कुरुमानी च्यु इसी मास भनेको के हो? कारबाट सावधान रहनु होला अथवा कारबाट होसियार रहनु होला। त्यसै गरी 10 नम्बरमा छ हाजु सिमास भनेको के हो? नहुनु, छुट्नु, उपस्थित नहुनु अथवा टाढा जानलाई के भन्छ? हाजु सिमास भनेर भन्छ हैन। अब हाम्रो ऋषि धमला छैन मिस्टर काजु, उसलाई काजु भएन हैन, उसलाई काजु नहुँदा अथवा उसले काजु खान छुट्दा उसलाई के हुन्छ? उसलाई गाह्रो हुन्छ। त्यही भएर हाजु सिमास भनेको के हो? नहुनु, छुट्नु, उपस्थित नहुनु अथवा टाढा जानु। जस्तै सेकियो हाजु सिमास भनेको के हो? आफ्नो डेस्कबाट टाढा जानु। त्यसै गरी 11 नम्बरमा छ उची मास भनेको के हो? पठाउनु हैन। उची भनेको के? उची भनेको घर हैन। घर भन्ने बित्तिकै के गर्नुपर्छ? पठाउनु पर्छ। त्यही भएर उची मास भनेको के हो? पठाउनु। त्यसै गरी 12 नम्बरमा छ नाकु नारी मास भनेको के हो? मर्नु अथवा स्वर्गमा बास हुनु हैन। अब यसलाई चाहिँ कसरी सम्झिने नि? नाकु भनेको के हो? नाक भनेर सम्झिने। नारी भनेको के हो? केटी हैन। केटीले चाहिँ नाकमा हानेर के गर्दी? मान्छेलाई मार्दी। त्यही भएर नाकु नारी मास भनेको के हो? मर्नु अथवा स्वर्गमा बास हुनु। त्यसै गरी 13 नम्बरमा छ रेउसी मास भनेको के हो? प्रयोग गर्नुलाई के भन्छ? रेउसी मास भन्छ हैन। अब एउटा साथीले के भन्छ? मसँग पुरानो सामानहरू धेरै छ, के गर्ने होला भनेर भन्छ। अर्कोले के भन्छ? ल्याउ न ल्याउ हैन। के हो त? ल्याउ न ल्याउ, म प्रयोग गरिदिइहाल्छु नि भनेर भन्छ। त्यही भएर रेउसी मास भनेको के हो? प्रयोग गर्नु। त्यसै गरी हामीले लेसन 34 मा हामीले 13 वटा मासहरू पढेका थियौँ। तीमध्ये सुरुमा रहेको छ मिगारी मास भनेको के हो? माझ्नु, रगड्नु अथवा पोलिस गर्नुलाई के भन्छ? मिगारी मास भनेर भन्छ हैन। मी भनेको म, गाकी भनेको गाउन हैन। म गाउन आँटे, मेरो दाँत गनाउँछ, त्यही भएर दाँत माझ्नु पर्छ। त्यही भएर मिगाकी मास भनेको माझ्नु, रगड्नु अथवा पोलिस गर्नु। जस्तै हाओ मिगाकी मास भनेको दाँत माझ्नु। 2 नम्बरमा छ कुमी ताते मास भनेको हो? जोड्नु, इकट्ठा गर्नु, जम्मा गर्नुलाई के भन्छ? कुमी ताते मास भनेर भन्छ हैन। हाम्रो महेश बस्नेत छैन, केपी ओलीको जेठो छोरा, उसले के भन्छ? ए केटा हो, यसो कुरो मिलाओ न हैन, यसो कुरो मिलाओ न, एक मान्छेहरू इकट्ठा गर, मान्छेहरू जम्मा गर, जुलुस गर्न जानु पर्यो भनेर भन्छ क्या। त्यही भएर कुमी ताते मास भनेको जोड्नु अथवा इकट्ठा गर्नु। त्यसै गरी 3 नम्बरमा छ ओरी मास भनेको मोड्नु, भाँच्नु अथवा फोल्ड गर्नुलाई के भन्छ? ओरी मास भन्छ हैन। ओहो, रिमाको कम्मर त कस्तो मोडिन्छ, कस्तो भाँचिन्छ, कस्तो पट्टिन्छ भनेर सम्झिने क्या। त्यही भएर ओरी मास भनेको मोड्नु, भाँच्नु अथवा फोल्ड गर्नु। त्यसै गरी 4 नम्बरमा छ कि गा चुकी मास भनेको हो? ध्यान दिनु, थाहा पाउनु अथवा होसियार हुनुलाई के भन्छ? कि गा चुकी मास भनेर भन्छ हैन। कि गा नत्र ध्यान दिएर सुन, के हो त? कि गा कि ध्यान दिएर सुन। त्यही भएर कि गा चुकी मास भनेको हो? ध्यान पुग्नु, थाहा पाउनु अथवा होसियार हुनु। जस्तै वासुरे मनाउने कि गा चुकी मास भनेको हो? बिर्सेको सामान थाहा पाउनु अथवा बिर्सेको सामान सम्झिनुलाई के भन्छ? वासुरे मनाउने कि गा चुकी मास भनेर भन्छ। त्यसै गरी 5 नम्बरमा छ चुके मास भनेको हो? हाल्नु अथवा मा राख्नुलाई के भन्छ? चुके मास भनेर भन्छ हैन। चुस्स के हो त? चुके मास भनेको चुस्स हाल्नुस् न भनेर सम्झिने क्या। त्यही भएर चुके मास भनेको हाल्नु अथवा मा राख्नु। जस्तै सेयुओ चुके मास भनेको सोया सस राख्नुलाई के भन्छ? सेयुओ चुके मास भनेर भन्छ। त्यसै 6 नम्बरमा रहेछ मिचुकारी मास भनेको भेटिनुलाई के भन्छ? मिचुकारी मास भनेर भन्छ हैन। अब होलीको बेलामा हैन के भेटियो? पिचुकारी भेटियो। त्यही भएर मिचुकारी मास भनेको भेटिनु। जस्तै खागिगा मिचुकारी मास भनेको चाबी भेटियोलाई के भन्छ? खागिगा मिचुकारी मास भनेर भन्छ। त्यसै गरी 7 नम्बरमा छ सिमास भनेको गर्नु अथवा लगाउनुलाई के भन्छ? सिमास भनेर भन्छ। जस्तै नेकुतायो सिमास भनेको टाई लगाउनु। त्यसै गरी 8 नम्बरमा छ सासिमास भनेको ओढ्नु हैन। अब के हो? पानी परिरहेको छ, छाता एउटा छ, साथी र म मात्रै छौँ, त्यो पनि साथी के हो? केटी साथी छे हैन। के हो त? दिमागको बत्ती बलिहाल्यो। त्यही भएर सासिमास भनेको ओढ्नु।
जस्तै खासा ओ सासिमास भनेको छाता ओढ्नु। त्यसैगरी 9 नम्बरमा छ सेचुमोनो सिमास भनेको प्रश्न गर्नलाई के भन्छ सेचुमोनो सिमास भनेर भन्छ। त्यसैगरी 10 नम्बरमा छ ओच्या ओ तातेमास भनेको समारोहमा चिया बनाउनलाई के भन्छ ओच्या ओ तातेमास भनेर भन्छ। त्यसैगरी 11 नम्बरमा छ हिनी खाकेमास भनेको आगोमा राख्नुलाई के भन्छ हिनी खाकेमास भनेर भन्छ हैन। हि भनेको आगो भ्याल्यो नि भनेको पार्टिकल मा खाकेमास भनेको राख्नु आगोमा राख्नुलाई के भन्छ हिनी खाकेमास भनेर भन्छ। त्यसैगरी 12 नम्बरमा छ नि मास भनेको उमाल्नु अथवा पकाउनलाई के भन्छ नि मास भन्छ हैन। उमाले नि हुन्छ पकाए नि हुन्छ त्यही भएर नि मास भनेको उमाल्नु अथवा पकाउनु। त्यसैगरी 13 नम्बरमा छ नियमास भनेको उम्लिनुलाई के भन्छ नियमास भनेर भन्छ। त्यसैगरी हामीले लेसन 35 मा हामीले 12 वटा मासहरु पढेका थियौं। तीमध्ये सुरुमा रहेको छ साकी मास भनेको फुल्नु। अब यसलाई कसरी सम्झिने मलाई फुल्न देऊ तिम्रो साकी भरि मलाई फुल्न देऊ तिम्रो वरिपरि भनेर सम्झिने। त्यही भएर साकी मास भनेको फुल्नु। जस्तै हानागा साकी मास भनेको फुल फुल्छलाई के भन्छ हानागा साकी मास भनेर भन्छ। त्यसैगरी 2 नम्बरमा छ खावारी मास भनेको परिवर्तन हुनु हैन। परिवर्तन हुनु भन्ने बित्तिकै कसको याद आउँछ छेपारोको। छेपारो भनेको प्रचण्ड त्यो खाते के हो त्यो खाते चाहिँ वारी बस्दाखेरि माओवादी पारी जाँदाखेरि एमाले हैन परिवर्तन भएको भई गर्छ नि त। त्यही भएर खावारी मास भनेको परिवर्तन हुनु। जस्तै इरोगा खावारी मास भनेको रङ परिवर्तन हुनुलाई के भन्छ इरोगा खावारी मास भनेर भन्छ। त्यसैगरी हाम्रो 3 नम्बरमा छ कुमारी मास भनेको समस्या पर्नु अथवा समस्या हुनुलाई के भन्छ कुमारी मास भनेर भन्छ हैन। कुमारी भनेको के हो भर्जिन भर्जिन केटीहरूलाई के हुन्छ समस्या पर्छ नि त हैन आफ्नो भर्जिनिटी कसरी जोगाउने होला भनेर। त्यही भएर कुमारी मास भनेको समस्या पर्नु अथवा समस्या हुनु। त्यसैगरी 4 नम्बरमा छ चुके मास भनेको चिन्ह लगाउनु अथवा लेख्नुलाई के भन्छ चुके मास भनेर भन्छ हैन। जस्तै मारु ओ चुके मास भनेको गोलो चिन्ह लगाउनुलाई के भन्छ मारु ओ चुके मास भनेर भन्छ। मारु भनेको गोलो भ्याल्यु ओ भनेको पार्टिकल चुके मास भनेको लगाउनु अथवा लेख्नु। त्यसैगरी 5 नम्बरमा छ हिरोइ मास भनेको टिप्नु अथवा उठाउनुलाई के भन्छ हिरोइ मास भनेर भन्छ हैन। अब के हो हिरोइनहरु के हुन्छ च्वाक हुन्छन् हट हुन्छन् हैन तिनीलाई के गर्नुपर्छ टिप्नु पर्छ उठाउनु पर्छ किडन्याप हान्नु पर्छ हैन। पहिला रेखा थापा अहिलेको को सुस्तिमा खड्का। त्यही भएर हिरोइ मास भनेको टिप्नु अथवा उठाउनु। त्यसैगरी 6 नम्बरमा छ खाकारी मास भनेको सम्पर्क अथवा स्थापित हुनुलाई के भन्छ खाकारी मास भनेर भन्छ। जस्तै देनवागा खाकारी मास भनेको टेलिफोनबाट सम्पर्क गर्नुलाई के भन्छ देनवागा खाकारी मास भनेर भन्छ। त्यसैगरी 9 नम्बरमा छ कुरी कुसी मास भनेको थिच्नु हैन। अब के हो कुरी कुरी देखाउँदै थियो अर्कोले थिच्दियो त्यही भएर कुरी कुसी मास भनेको थिच्नु। त्यसैगरी 10 नम्बरमा छ कोरे दे ओआरी मास भनेको योसँग समाप्त गर्छौँलाई के भन्छ कोरे दे ओआरी मास भनेर भन्छ। त्यसैगरी 11 नम्बरमा छ चुकी आई मास भनेको साथसाथै रहनुलाई के भन्छ चुकी आई मास भन्छ हैन। अब आई माईसँग के गर्नुपर्छ साथसाथै रहनु पर्छ त्यही भएर चुकी आई मास भनेको साथसाथ रहनु। त्यसैगरी 12 नम्बरमा छ नाका योकुसिमास भनेको मिलो मतो रहनुलाई के भन्छ नाका योकुसिमास भनेर भन्छ हैन। नाका भन्ने बित्तिकै के हो बोर्डर साइडमा के हुन्छ मिलो मतो हुन्छ त्यही भएर नाका योकुसिमास भनेको मिलो मतो रहनु। सो गाइज आजको लागि यति नै। यस्तै नयाँ भिडियोको लागि जस्ट सेन्सी च्यानल सँगै रहनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु जमदासित।